जान्दैनस् त एयरपोर्ट एकदम ध्यानै भएर कि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल सबैजनालाई। अनि म चाहिँ आज बिहान उठेँ किनभने आज एयरपोर्ट जानु थियो। सो आज चाहिँ होस्टेलको भाइलाई एयरपोर्ट छोड्नु थियो अनि हामी कति बिहान 3 बजे ट्याक्क उठेर अनि म चाहिँ तल मुखसुख धोएर आएर वेटिङ गर्दै बसेँ भने माथि रेडी हुँदै थियो अनि तल आएर बसेँ म चाहिँ। अनि ट्याक्सी चाहिँ हामीले हिजो नै बुक गरेको थियौँ बिहान झ्याउ हुन्छ भनेर। त्यसपछि वरिपरि चाहिँ कस्तो शान्त थियो अनि दिउँसो चाहिँ कस्तो हो हल्ला हुन्छ कि यता अनि जे होस् कस्तो शान्त छ। अनि हामी चाहिँ जानेछौँ। फाइनली हाम्रो भाइ चाहिँ आइपुग्यो। ल यता हुनुहुन्छ हामी जापान जाने भाइ चाहिँ सर हुनुहुन्छ। यता हुनुहुन्छ ट्याक्सी आइसक्यो। हामी अब बस्यो स्वात्तै होइन जाने रुवाउने होइन। जिन्दगीको अन्तरमा एउटा के बुझ्नु धरतीमा हामी रुँदै आयो हो रुवाएर जान्छौँ क्या। एकदम एकदम त्यो हुनाले जस्तो सङ्घर्ष गरेर ल्याएर गर्ने हो भाइ त सक्छ संसार सबै सकेन हामी नसक्ने कुरो हुन्छ र। भाषा पनि त पढ्न सके पढ्न सकेर होइन जाने पऱ्यो। हाई तिम्रो पनि टाइम अझ यस्तै जाने होइन सबै हाल्छ। मेरो पनि आउला जस्तो छ अब मलाई पनि जान्दैनस् त एयरपोर्ट एकदम एकदम गुड छ मान्छे। बिहान तामाङ सेलो सुन्दैछौँ हामी। एयरपोर्ट आइपुग्न लाग्यौँ आइपुगिसक्यौँ। एयरपोर्टमा चाहिँ आज चाहिँ अलिक खाली रहेछ
एयरपोर्ट नभए प्राय फुल हुन्थ्यो एयरपोर्ट हामी चाहिँ लाग्यौँ अब जस यता म चाहिँ लिन आएको छु खाली छ एयरपोर्ट आज अलि बिहानै भएर कि जस हुन्छ हुन्छ जाउँ जापान जापानिज कसरी लगाउँछ नि हाम्रो यता भाइ चाहिँ जापान आज खोल्थ्यौँ चाहिँ जानु जान तपाईँ